आदरणीय दर्शकवृन्द नमस्कार। आज म सामाजिक सञ्जालद्वारा प्राप्त एउटा कथा वाचन गर्न गइरहेको छु। जुन कथा लेख्नु भएको छ कथाकार सन्तोष कार्की मसुफले। कथा सुरु हुन्छ यसरी। हरिबहादुर सुतिरहेको बेला निद्रामा ओछ्यानमै पिसाब फुत्कियो। छोरा बुहारीले नदेखुन् भनेर हरिबहादुर काकाले सफा गर्न थाले। हिजो मात्रै बुहारी सङ्गीताले धोएको सफा तन्ना ओछ्याइदिएकी थिइन्। ओछ्याउने बेला भन्दै थिइन् आफ्नो श्रीमानलाई सुनाउँदै, यदि अर्को पल्ट पनि बुवाले ओछ्यानमै पिसाब फेर्नुभयो भने मैले सफा गर्दिन, बरु घरै छोडेर हिँड्न परे पनि परोस्। यही कारणले छोरा बुहारी हिजो धेरै पानी पिउन पनि दिएनन्, किनकि धेरै पानी पिएपछि भरे सुत्ने बेलामा ओछ्यानमै पिसाब फेर्लान् भनेर। 79 वर्षीय हरिबहादुर काकालाई जबदेखि किड्नीको समस्या भयो तबदेखि कहिलेकाहीँ ओछ्यानमा नै पिसाब फुस्कन्छ। बिचरा हरिबहादुर काकालाई पछुतो पनि धेरै हुन्छ। हतार हतार ओछ्यानबाट तन्ना निकालेर हरिबहादुर काकाले बाथरुममा लगेर जानुभयो। छोरा बुहारी आज आफ्नो बुहारीको भाइको विवाहमा जानका लागि कपडा किन्न बजार गएका थिए। त्यसैले उनीहरू ढिलो घर फर्किन्छन् भन्ने सोचले काकाले उहाँलाई भोक पनि लागिरहेको थियो, तर मनको डरले हात छिटो छिटो चला भनिरहेको थियो। उहाँले तन्ना भिजाएपछि उठाउन पनि सक्नु भएको थिएन। काकाको सास बढ्न थालेको थियो। तब उहाँको अगाडि अचानक छोरा बुहारी उभिएको देख्नुभयो। उहाँले भन्नुभयो, बुहारी अब सक्दिन, मैले तन्ना धोइसकेँ। छोरा उमेशले आफ्नो बुवा हरिबहादुरलाई सहारा दिएर कुर्सीमा लगेर बसाल्यो। बुहारी कर्किन सुरु गरिन्, देख्नुभयो फेरि तपाईँको बुवाले ओछ्यान बिगार्नुभयो, कति धेरै गन्दा आइरहेको छ, बुवालाई अस्पताल भर्ना गराइदिनुहोस्। बुहारी केही अरू बोल्नु अगाडि उमेशले भन्यो, तिमी आफ्नो माइत जान सक्छौ, तर म मेरो बुवालाई कसरी छोड्न सक्छु? जब म सानो हुँदा आफ्नो सुरुवालमै टोयलेट गर्थेँ, मेरो बुवाले सफा गरिदिनुहुन्थ्यो। जब बुवा बजार वा कुनै समारोहमा जान लाग्दा मैले कतिपल्ट बुवाको कपडामा पिसाब गरेको छु। त्यति बेला बुवालाई घिन लागेन होला? बुवाले एक शब्द पनि केही बोल्नु भएको थिएन, मलाई बरु हाँस्दै साइड पारी गयो नि भन्दै सफा गरेर त्यही चिसै कपडा लगाएर जानुहुन्थ्यो। हिँड्नुहोस् बुवा, पुरै भिज्नु भएछ तपाईँ, चिसो लाग्छ, चिया बनाऊ। छोराले दराजबाट नयाँ तन्ना निकालेर बुवा हरिबहादुरको ओछ्यानमा ओछ्याइदियो। बुवालाई बसाल्यो, कपडा फेराइदियो। आफ्नो हातले चिया बनाएर बुवालाई चिया बिस्कुट खुवाउन थाल्यो। हरिबहादुर काका काप्दै गरेको हातले छोरालाई आशीर्वाद दिन उसको शिरमा हात राखे। आँखाबाट आँसु बग्दै थियो। ती आँसुलाई कुर्ताको एक छेउले पुज्दै हुनुहुन्थ्यो। अगाडि चुन्नाइएको फोटोलाई हेर्दै मनमनै भन्नुभयो, हेर त उर्मिला, तिमीले भन्थ्यौ नि म मरे भने तपाईँलाई कसले ख्याल राख्छ भनेर। हाम्रो छोरा उमेशले हेर त कसरी म बुढोको सेवा गरिराखेको छ। बुहारी पनि ढोकाको पछाडि पश्चातापको आँसु झार्दै थिइन्। कथा सकिएको छ। यदि कथा मन पर्यो भने सामाजिक सञ्जालमा सेयर गरी सम्पूर्ण नेपाली आमाबुवा दाजुभाइसम्म पुर्याउनुहोला। अहिले भने छुट्छु। आवाजमा अविरल पाण्डे।